नमस्कार सबैमा म हो श्याम राजवंशी। असार र मसान्तको रोपाई हाम्रो बिउ बोकेर अटोमा आइसक्नु भएको छ दाइ र अर्को दाइ झार्दै हुनुहुन्छ हैन। म चाहिँ यसो भिडियो बनाउने खेतहरू देखाउँदैछु। बिउहरू छरिसक्यौँ र अब आलीमा यसो कता कता बिउ पुगेको छैन दाइलाई भिडियोमा देखाउँदै मुठाहरू यसरी फ्याँकिया छ भनेर यता फ्याँकिसक्यौँ। बाँकी यहाँ छ बिउहरू। कति मुठा बोक्छ ल दाइ र आदित्य बोक्नलाई रेडी छ। ल कति मुठा 3 दाइले 4 8 मुठा। अब पालो मेरो 3 6 मुठा। ए दिदी आउनु हुँदैछ पूजा गर्नलाई। रोपार सुरु गर्नुपर्छ र उता पनि दिदी आउँदै हुनुहुन्छ। अगाडि बढी गर्दै छर्दै हुनुहुन्छ। 2 जना रोपार पनि छ। ऊ लड्नु भयो दिदी आउँदै हुनुहुन्छ। लास्टतिर बाँकी छ बिउ छर्नलाई। म चाहिँ भिडियो बनाउँदै अब जाँदैछु पूर्वतिर। बिउहरू छरिसक्यौँ। म चाहिँ लागेँ रोप्न। आदित्यलाई भने भिडियो बना भनेर दिदीहरूले उता सुरु गरिसक्नु भएको थियो। दाइ र म लाग्यौँ रोप्न धान। मेलो निकालिदिने उता उहाँहरूले टुङ्गाउने। यसरी रोपेँ म। धेरै वर्षपछि धान रोप्दै म त दाइ बहिनी फुच्ची बहिनी रातो ज्याकेट लाउने दिदीहरू उता यति रोपिसकेका छ। आदित्यले भिडियो गर्दैछ, हामी रोप्दैछौँ। एउटा फुटिसक्न आँट्यौँ। लगभग सकिन आँटिसक्यो एउटा फुटी। रोप्दैछौँ पट्टाबाट। उता दाइ रोप्दै हुनुहुन्छ, यता म बिउ सक्यो होइन। उताबाट हेर्दा धेरै देखिन्छ, यताबाट हेर्दा थोरै देखिन्छ। यो यसरी छम्की राम्रो रोप्नुपर्छ। कस्तो छ गाइस रोपाइ मेरो। सिमसिमे पानी पनि परिरहेछ। गर्मीको अनुभव चाहिँ भएको छैन होइन। घाम नलागेको कारणले घाम हुँदा त काम गर्न सकिँदैन जस्तो लाग्छ मलाई होइन। सिमसिमे पानी परिरहेछ। सिमसिमे पानीमा हामी धान रोप्दै धान रोप्दा चाहिँ ढाड दुख्दो रहेछ। बानी पनि हो। जहिले धान रोप्ने उहाँहरूलाई त ठिकै हो। कहिले काहीँ रोप्ने मान्छेलाई ढाड दुख्दो रहेछ। गफ गर्दै हुनुहुन्छ दिदीहरू। लगभग यो खुट्टिसकिन आँट्यो गाइस। दिदी हाँस्दै हुनुहुन्छ। अब अलिकति छ रोप्नलाई। फटाफट मेरो भाग टुङ्गिन आँटिसक्यो।
उहाँहरू पनि टुङ्गिन आँटिसक्नु भएको छ। यसरी रोप्ने हो झ्याम झ्याम। अब त्यति आउँदैन मलाई होइन, बिस्तारै बिस्तारै रोपेको झ्याम कि झ्याम। अलिक पानी धेर भएर बिउहरू डुबेको अवस्था। ढाड कक्रो पार्दै रोप्दै दिदीहरू पनि धमाधम रोप्दै हुनुहुन्छ। लगभग सकिन आँट्यो। अब अलिकति छ। असार मसान्त, आज असारको 32 गते दिदीहरूको रोपाइ। आजै मैजारो है त। भोलिदेखि 1 गते असार मसान्तमा रोपिसकिन्छ। अब टुङ्गिन लाग्यो, म पुरै रोपिदिन्छु यो पाक। अलिकति बाँकी छ पुना। म यता मेलो निकालिदिने, उहाँहरू रोप्ने टुङ्ग्याउने मेरो। यस्तै छ गाइज, तपाईँहरूले रोप्नुभयो कि नै? छिमेकीहरूले रोपेर हरियो बनाइसकेका छ। दिदीहरूको चाहिँ असार मसान्तमा जोडिएको छ धान रोपाइ।